राम्रोसँग बुझेर बिमा गरिएन भने बीचमा बन्द गर्नुपर्ने अवस्था हुन्छ। कति पोलिसीहरू सरेन्डर हुन्छन्, बीचमै बन्द हुन्छन्। जस्तो मानौँ कसैले 10 वर्षको लागि बिमा सुरु गर्नुभएको छ, उहाँले 2-3 किस्ता डिपोजिट गरिसकेपछि 2 या 3 किस्ता डिपोजिट गरिसकेपछि उहाँले त्यो किस्ता डिपोजिट गर्न नसक्ने अवस्था आउन सक्छ, या त्यो भन्दा पनि उहाँलाई त्यो आवश्यकता भन्दा उहाँको आवश्यकता फुलफिलमेन्ट गर्ने भन्दा फरक किसिमको उहाँले त्यतिखेर बुझ्नुहुन्छ, पाउनुहुन्छ र उहाँलाई बिमा गर्ने व्यक्तित्व पनि उहाँले चाहिँ जस्तो प्रोफेसनल नभेटेको अवस्था रह्यो भने बिमा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ। अब त्यो बेलामा के हुन्छ त, जस्तो हामीले 2 किस्ता बिमाको पैसा डिपोजिट गऱ्यौँ, जीवन बिमामा राख्यो 2 किस्ताको पैसा डिपोजिट गरेको छ भने त्यो कसरी आउँछ? 1 किस्ता मात्रै डिपोजिट गरेर छोड्नु परेको अवस्था छ भने त्यसले के दिन्छ हामीलाई अथवा के पाइन्छ त्यसबाट? र तेस्रो किस्ता राखिसकेको छ र त्यसपछि चाहिँ हामीले त्यो बन्द गर्न चाह्यौँ या हामीले तिर्न सकेनौँ, डिपोजिट गर्न सकेनौँ भने त्यसपछिको अवस्था के हुन्छ? यो सबैभन्दा महत्त्वपूर्ण कुरा छ। यो सबैजना बिमितले अथवा चाहिँ बिमासँग सम्बन्धित सबै मान्छेहरूले बुझ्नुपर्ने कुरा छ यो। यसमा म एउटा छोटो यहाँहरूलाई बताउन चाहन्छु। जस्तो बिमामा, जीवन बिमामा पहिलो किस्ता मात्रै 1 वर्षको मात्रै किस्ता डिपोजिट भएको छ भने त्यो रिटर्नेबल हुँदैन, त्यो नन रिटर्नेबल हुन्छ। किन भन्दाखेरि त्यो पोलिसीबाट जुन डिपोजिट गरेको बिमा शुल्क छ पहिलो वर्षको, त्यो अफिसियल खर्चमा खर्च हुन्छ, एजेन्सी खर्चमा खर्च हुन्छ, पुनर्बिमालाई पठाउनु पर्ने हुन्छ। त्यो हिसाबले गर्दा त्यो रिफन्डेबल हुँदैन त्यो पैसा। र कम्तीमा पनि 2 वर्ष डिपोजिट गरिसकेको अवस्था छ भने त्यो चाहिँ पेड अफमा गएर बस्छ। हजुरले त्यो बेलामा डिपोजिट गर्न सक्नु भएन, अब तेस्रो किस्ता राख्न सक्नु भएन भने त्यो चाहिँ पेड अफमा गएर बस्छ अथवा चुक्ता मूल्यमा परिणत भएर बस्छ र हजुरको बिमा अवधि कतिको राखेर बिमा सुरु गर्नुभएको छ त्यस पश्चात त्यो चाहिँ हजुरले रिटर्न पाउनुहुन्छ। जति वर्षको डिपोजिट भइसकेको छ 2 वर्षको, त्यसमा हजुरको चाहिँ त्यो बोनस थपेर हजुरको रिटर्न आउँछ। र तेस्रो किस्ता हजुरको डिपोजिट भइसकेको अवस्था छ र त्यसपछि हजुरले डिपोजिट गर्न सक्नु भएन भनेपछि अब यो अवस्थामा के हुन्छ त भन्दाखेरि त्यसमा 2टा उपायहरू हुनसक्छ। एउटा उपाय भनेको त्यसबाट लोन लिन सक्नुहुन्छ अथवा लोन सुविधा लिएर चाहिँ हजुरले फेरि अर्को तेस्रो किस्ता चौथो किस्ता डिपोजिट गर्न सक्नुहुन्छ तेस्रो डिपोजिट भइसकेको अवस्थामा। एउटा त्यो उपाय हुनसक्छ। र अर्को दोस्रो उपाय भनेको चाहिँ त्यसलाई चाहिँ हजुरले चाहिँ मैले सकिनँ, अब मेरो पैसा जति आउँछ हिसाब किताब गरेर नियमअनुसार मैले फिर्ता पाऊँ भनेर चाहिँ हजुरले त्यो सुविधा लिन सक्नुहुन्छ। त्यसलाई भन्छ सरेन्डर। अब त्यो सरेन्डर गर्दा चाहिँ हजुरको तेस्रो किस्ता डिपोजिट भएको सरेन्डरमा चाहिँ केही हजुरको घाटा लागेर, भनेको मतलब हजुरले डिपोजिट गरेको जति सबै पैसा चाहिँ रिटर्न हुँदैन। यसमा पनि कारण छ। किन हुँदैन भन्दा हजुरले कम्पनीसँग चाहिँ एउटा एग्रिमेन्ट गरेको हुन्छ, 10 वर्ष या 15 वर्षको लागि चाहिँ एग्रिमेन्ट गर्नुभएको हुन्छ। अब 10 वर्षको लागि एग्रिमेन्ट गर्नुभएको छ भने 3 वर्षमै हजुरले ल्याउनुहोस् मेरो पैसा भन्न जानुभयो भने कम्पनीले त कतै लगानी गरेको हुन्छ। अब लगानी गरेको ठाउँबाट पैसा ल्याउनुहोस् भन्न त मिल्दैन, त्यो त कर्पोरेटको डिल हुन्छ त्यहाँनेरि। अब यहाँ त हामी व्यक्तिगत भावनाले गर्दा हामी लिन पायौँ, तर त्यसमा चाहिँ केही पर्सेन्ट रकम घटाएर हजुरले पाउनुहुन्छ। अब त्यसमा चाहिँ के फरक हुन्छ हजुरको भन्दा 10 वर्षको, 15 वर्षको, 20 वर्षको। म 3वटा उदाहरण दिन्छु। 10 वर्षको बिमा गर्नुभएको छ, 3 वर्षमा रिटर्न ल्याउनुभयो भने अलि धेरै रिटर्न आउँछ भनेको थोरै मात्रै काटिन्छ हजुरको पैसा। त्यही बिमा 15 वर्षको गर्नुभएको छ भने अलि बढी काटिन्छ र 20 वर्षको गर्नुभएको छ भने अलि धेरै काटिन्छ। त्यो हिसाबले गर्दाखेरि हामीले बिमा गर्दा अलि छोटो अवधिको गऱ्यौँ भने भोलि सरेन्डरै गर्नु पर्यो भने पनि त्यस्ता अवस्था आइहाल्यो भने पनि हामीले रिटर्न अलिकति बढी लिन सक्छौँ। त्यही हिसाबले गर्दा छोटो अवधिको बिमाले चाहिँ भोलि रिटर्न ल्याउँदाको अवस्थामा अथवा बिचमै बन्द गर्नु पर्यो भन्ने अवस्था आयो भने पनि यसमा रिटर्न चाहिँ राम्रो आउँछ भन्ने मेरो अनुरोध छ यहाँहरूलाई। हस्, धन्यवाद।